त्यतिखेर चाहिँ म अब पार्कमा घुम्न हिँड्दैछु। हेर्नुहोस् हाम्रो युनिभर्सिटीको पार्क हो यो, एकदम रमाइलो छ। तपाईँहरूले अब तपाईँलाई म मेरो कलेजको पनि पुरै तपाईँलाई फुटबल ग्राउन्ड पनि देखाउँछु। कस्तो छ ग्राउन्ड, ल हेर्नुहोस् कसरी। अब म तपाईँहरूलाई चाहिँ हाम्रो यहाँको चाहिँ कलेजको चाहिँ पुरै स्पोर्ट देखाउँछु। सबै यो चाहिँ सबै फ्रीमा हो, तपाईँहरूले 1 रुपियाँ पनि तिर्नु पर्दैन, एकदम निःशुल्क हो। जो बाहिरी मान्छे आएर पनि एकदम आफ्नो शरीरको फिजिकल गर्न सकिन्छ। ल हेर्नुहोस् यहाँ कलेजले कति सेवा सुविधा दिएको छ। सेवा हेर्नुहोस् यहाँको, हाम्रो नेपालमा पनि यस्तै बनाउनु पर्ने छ। ल हेर्नुहोस् अब टक्क, ल हेर्नु यहाँको हरियाली, कलेजको हरियाली हेर्नुहोस् कति राम्रो छ, कति राम्रो डेकोरेसन छ यहाँको। स्टुडेन्टलाई पढ्न मन नलाग्यो भने पढाउँ जस्तो खालको कलेज छ। ल हेर्नुहोस् यहाँ तपाईँको यहाँको वातावरण मात्रै हेर्नुहोस् तपाईँले, सिर्फ दुबईको। ल हेर्नुहोस् यहाँ सबैजना बेलुकाको टाइममा पुरा आफ्नो शरीरको फिजिकल गर्न आउँछन्। स्टुडेन्टदेखि बाहिर मान्छेलाई पनि पुरै फ्री छ। स्टुडेन्टलाई मात्र होइन कि तपाईँको वरपरको जो मान्छे एकदम खेल्नलाई इच्छुक भएका व्यक्तिहरू बेलुकामा आएर यसरी नै फ्यामिलीका साथ टाइम पास पनि हुने, शरीरलाई एक्सर्साइज पनि हुने काम हुन्छ यहाँ। ल हेर्नुहोस् यो चाहिँ हाम्रो कलेजको फुटबल ग्राउन्ड हो। यो फुटबल क्रिकेट जे खेले नि हुन्छ। तपाईँले यहाँको एकदम दृश्य हेर्नुहोस्, दृश्य हेरेर एकदम मूल्याङ्कन गर्नुहोस्। यहाँको हाम्रो देशमा पनि यस्तै चाहिन्छ, हामी नेपालीहरूको पनि एकदम। यो चाहिँ हाम्रो ग्राउन्ड हो, यो चाहिँ हाम्रो कलेजको बिल्डिङ हो। तपाईँको यहाँ हरेक सेवा सुविधा भरिएको छ। अब तपाईँलाई म एउटा हाम्रो यहाँको जिम पनि देखाउँछु। हेर्नुहोस् अब म तपाईँलाई यहाँको जिम, बास्केटबल, भलिबल सबैहरूलाई सब देखाउँछु म चाहिँ यहाँको। यो चाहिँ कलेजको आफ्नै हो, के होस् बाहिर मान्छे आएर पनि मजाले खेल्न पाइन्छ। म जिम अब म हेर्नुहोस् म जिम गरेर देखाउने छु। यहाँको चाहिँ एकदम राम्रो छ, जो तपाईँले आफ्नो शरीरको लागि शरीर कतिको फिटनेस बनाउने हो सबै गर्नु मिल्छ। त्यसै गरी अरू तपाईँलाई अरू चिज पनि छ नि, यहाँ सबै चिज भरिपूर्ण छ। यस्तो केही नभएको त्यस्तो तपाईँलाई त्यस्तो कुनै सबै चिज पुरै कलेजको बिल्डिङ हो। हेर्नु कुन चाहिँ कलेज हो, त्यो चाहिँ हाम्रो यो दुबई गभर्मेन्टले चाहिँ धेरै राम्रो काम गरेको छ। सबैको बच्चादेखि यहाँ सबैलाई हेर्नु बेलुकाको टाइममा सब आफ्नो पालिले खेल्न आएको हुन्छ। सबै यो कलेज पनि कति ठुलो छ हाम्रो कलेज, एकदम ठुलो छ यो कलेज। यहाँदेखि वहाँसम्म छ, यो क्यामेराले भ्याइ नसक्दो छ। ल हेर्नुहोस् यो कलेजको बाहिरको हो कि, यो बाहिर यति राम्रो डेकोरेसन छ नि तपाईँहरूलाई लाग्छ कि कता पार्टी हल क्याफेतिर आए जस्तो लाग्छ यहाँको डिजाइन हेर्दाखेरि चाहिँ। तर यो चाहिँ हुन चाहिँ कलेज नै हो। यो कलेज धेरै ठुलो छ। तपाईँको यो पुरै घेरो हान्दाखेरि ठ्याक्कै छिटो हिँड्ने मान्छेलाई 10-15 मिनट लाग्छ भनेपछि यो लास्टै ठुलो नै छ यसो ग्राउन्ड। हाम्रो देशमा पनि यत्रो ठुलै कलेज, यस्तो सबै कलेजहरूमा चाहिँ सम्पूर्ण चिज हुनुपर्ने रहेछ कि विद्यार्थीको लागि चाहिँ। त्यही भएर सबैजनाले चाहिँ एकदम पहल गर्नुपर्छ हरेक कलेजहरूलाई चाहिँ, स्टुडेन्टलाई एकदम फ्री माइन्ड हुनको लागि यस्तो पार्किङको पनि सुविधा हुनुपर्छ। ल हेर्नुहोस् अहिले अलिकति अँध्यारो हुनाले अलिक भिडियो चाहिँ क्लियर आउन पाएको छैन, त्यही भएर नि यसो हेरिदिनु होला। ल हेर्नुहोस् यो चाहिँ हाम्रो अगाडिको भाग हो, हामी चाहिँ यहीँबाट इन्ट्री हुन्छौँ बिहान। यो चाहिँ भलिबल खेल्ने ठाउँ हो। ल हेर्नु यहाँ चाहिँ पुरै फ्यामिलीहरू आएर यसो बारबिक्यू गर्न पनि मिल्छ कलेजको बाहिर। हेर्नु त्यहाँ मासु पनि सेक्दैछन् सरहरूले। यति आनन्द छ, यति सेवा सुविधा सबै छ यसमा। ल हेर्नुहोस् यो चाहिँ मेरो कलेज हो। यहाँ पुरै तपाईँलाई म अब अहिले चाहिँ अन्धकार हुनाले अलि त्यस्तो राम्रो चाहिँ आएको छैन, ठिकै छ। त्यही पनि हेरेर चित्त बुझाइदिनु होला। नमस्कार सबैजना मेरो दर्शकबिनहरूलाई। आगामी दिनमा पनि मेरो नयाँ भ्लगहरू बन्ने नै छ। यो भ्लगलाई पनि मन पराइदिनु होला एन्ड लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। नजिकै भएको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। हस्त धन्यवाद।